रातको ठिक 12 बजेको थियो। अर्जुनको मोबाइल बज्यो। स्क्रिनमा देखियो बुवा कलिङ। अर्जुनको शरीर सिरिङ्ग भयो, किनभने उसका बुवा 3 वर्ष अघि नै बितिसकेका थिए। काँपिरहेको हातले उसले फोन उठायो। उताबाट आवाज आयो, छोरा, मलाई बचा। त्यत्तिकैमा फोन काटियो। अर्जुनको मुटु तीव्र गतिमा धड्किन थाल्यो। भोलिपल्ट बिहानै ऊ आफ्नो गाउँतर्फ लाग्यो। बाटोमा उसको बाल्यकालको साथी भेटियो। साथीले सोध्यो, त कहाँ जाँदैछस्? अर्जुनले भन्यो, हिजो राति बुवाले मलाई फोन गर्नुभयो। यो सुन्न साथ साथीको अनुहार फिक्का भयो। उसले बिस्तारै भन्यो, आज त तिम्रो बुवाको मृत्यु भएको दिन हो। अर्जुन झन् डरायो। ऊ पुरानो घर पुग्यो। घरको ढोका आफै खुल्यो। भित्र कोही थिएन, तर टेबलमाथि एउटा चिठी राखिएको थियो। चिठीमा लेखिएको थियो, यदि सत्य खोज्न चाहन्छौ भने गोठमा जाऊ। अर्जुन गोठतिर गयो। त्यहाँ उसले जमिन मुनि गाडिएको पुरानो बाकस भेटायो। बाकस खोलेपछि त्यसमा लाखौं रुपैयाँ र एउटा पुरानो भिडियो क्यासेट थियो। घर फर्केर उसले भिडियो हेर्न थाल्यो। स्क्रिनमा उसका बुवा देखिए। उनी भन्दै थिए, यदि तिमी यो भिडियो हेर्दैछौ भने मलाई दुर्घटनाले मारेको होइन। अर्जुन स्तब्ध भयो। केही क्षणपछि बुवाले अर्को कुरा भने, मलाई मेरो आफ्नै भाइले मारेको हो। अर्जुनलाई ठूलो झट्का लाग्यो, किनभने उनका काका अहिले गाउँका सम्मानित व्यक्ति थिए। अर्जुन प्रमाण लिएर प्रहरी कहाँ पुग्यो, तर प्रहरीले भन्यो, यो केस त 3 वर्ष अघि नै बन्द भइसकेको छ। त्यही रात अर्जुनको घरमा आगो लगाइयो। सबै प्रमाण जलेर नष्ट भएको जस्तो देखिन्थ्यो। अर्जुन निराश भएर रोइरहेको थियो। त्यही बेला उसको मोबाइलमा अर्को भिडियो आयो। पठाउनेको नाम थियो बुवा। भिडियो चल्यो। त्यहाँ काकाले आफ्नै मुखबाट हत्या स्वीकार गरिरहेका थिए। बुवाले मृत्यु हुनुअघि गोप्य क्यामेरामा त्यो दृश्य रेकर्ड गरेका रहेछन्। अर्जुनले तुरुन्तै त्यो भिडियो सार्वजनिक गरिदियो। भोलिपल्ट पुरा गाउँ स्तब्ध भयो। काका पक्राउ परे। सबै कुरा सकिएको जस्तो लागिरहेको थियो। तर जेल लैजाँदै गर्दा काकाले एउटा कुरा भने, मैले त तिम्रो बुवालाई मारे, तर त्यो काम गर्न मलाई लगाउने व्यक्ति अझै जीवित छ। अर्जुन चिच्यायो, को हो त्यो? काका मुस्कुराए र भने, तिम्री आफ्नै आमा। अर्जुनको हातबाट मोबाइल खस्यो। उसले बिस्तारै पछाडि फर्केर हेर्यो। त्यहाँ उसकी आमा उभिएकी थिइन्। आमाले हल्का मुस्कानसहित भनिन्, अब तिमीले पनि सत्य थाहा पायौ अर्जुन। त्यहाँ सन्नाटा फैलियो। अर्जुनका ओठहरू काँपिरहेका थिए। आमा, उसको स्वर घाँटीमै अड्कियो। तपाईले यस्तो किन गर्नुभयो? किन? महिलाले केही क्षण आँखा झुकाइन्। त्यसपछि गहिरो सास फेरिन् र शान्त स्वरमा भनिन्, किनभने म तिम्री आमा होइन अर्जुन। त्यो वाक्य सुन्न साथ अर्जुनको संसार नै रोकिए जस्तो भयो। घडीको टिक टिक अचानक स्पष्ट सुनिन थाल्यो। उसले विश्वास गर्न सकेन। के भन्नुभयो? महिलाको स्वर अब अझै भारी थियो। म तिम्री आमाकी जुम्ल्याहा बहिनी हुँ। मेरो नाम अञ्जना हो र तिम्री आमा अञ्जली थिइन्। अर्जुनका खुट्टाले साथ छोड्न थाले। उसले नजिकैको भित्तामा हात टेकेर आफूलाई सम्हाल्यो। उसको मनभित्र हजारौं प्रश्न एकै पटक दौडिरहेका थिए। यो सम्भव छैन। तपाई झुटो बोल्दै हुनुहुन्छ। अञ्जनाले बिस्तारै टाउको हल्लाइन्। काश यो झुटो भएको भए। काश। उनका आँखामा आँसु टल्पलाए। तर सत्य कहिले सजिलो हुँदैन अर्जुन। त्यहाँ फेरि केही क्षण सन्नाटा छायो। त्यसपछि उनले आफ्नो जीवनको सबैभन्दा भारी बोझ खोल्न सुरु गरिन्। तिम्रो जन्म भएको केही समयपछि अञ्जली गम्भीर बिरामी परिन्। दिन प्रतिदिन उनको शरीर कमजोर हुँदै गयो। अनुहार बदलिँदै गयो। उनी आफ्नै प्रतिबिम्ब हेर्न डराउन थालेकी थिइन्। अञ्जना केही क्षण रोकिइन्। त्यसपछि उनले आँखाबाट बगेको आँसु पुन्छिन्। र त्यसै बेला तिम्रा बुवाले मलाई खोजे। अर्जुनको मुटु
अझ तीव्र गतिमा धड्किन थाल्यो। किन? अञ्जनाले आँखा बन्द गरिन्। मानौ वर्षौं पुरानो पीडा फेरि जीवित भएको थियो। किनभने तिम्रा बुवाले सधैँ मलाई मन पराउँथे। हामी तीनैजना सँगै हुर्केका थियौं। अञ्जनाको आवाज बिस्तारै अतीततिर फर्किँदै गयो। बाल्यकालदेखि नै हामी सधैँ सँगै हुन्थ्यौं। तिम्रा बुवाले अञ्जलीसँग विवाह गरे। त्यो उनीहरूको चाहना भन्दा पनि समाजको निर्णय थियो। तर उनले गहिरो सास फेरिन्। मलाई भने कहिल्यै बिर्सन सकेनन्। त्यहाँ फेरि सन्नाटा छायो। अर्जुनका आँखा अञ्जनामाथि अडिएका थिए। अनि त्यसपछि के भयो? जब अञ्जलीको स्वास्थ्य झन बिग्रिँदै गयो, एक दिन तिम्रा बुवाले मलाई बोलाए। उनले भने, अञ्जलीलाई मारिदेऊ, तिमी नै मेरो हुनुपर्छ। मैले स्पष्ट इन्कार गरे। म यस्तो कहिल्यै गर्न सक्दिन। तर उनले मलाई धम्की दिए। यदि तिमीले मेरो कुरा मानिनौ भने तिमी पनि अञ्जलीसँगै जान्छौ। अर्जुनको अनुहार पहेँलो भयो। अञ्जनाले टाउको झुकाइन्। मसँग कुनै विकल्प थिएन। म डराएकी थिएँ, अत्यन्तै डराएकी। उनका आँखा रसाए। र अन्ततः मैले आफ्नै दिदीलाई। वाक्य अधुरै रह्यो। शब्दहरू घाँटीमै अड्किए। त्यहाँ फेरि सन्नाटा फैलियो। त्यो सन्नाटाले नै बाँकी कथा सुनाइरहेको थियो। अर्जुनले दुवै हात मुट्ठी बनायो। उसको स्वर भाँचिएको थियो। र त्यसपछि तपाईँ यही घरमा बसिरहनु भयो, मेरी आमा बनेर? अञ्जनाले बिस्तारै टाउको हल्लाइन्। तिम्रा बुवाले मेरो परिचय नै मेटाइदिए। अञ्जना हराइन् र उनको ठाउँमा अनिता जन्मिन्। तिमीलाई कहिल्यै सत्य थाहा नहोस् भनेर। अर्जुनका आँखा रसाए। अञ्जनाले मुस्कुराउने प्रयास गरिन्, तर त्यो मुस्कानभित्र वर्षौंको पीडा लुकेको थियो। तिमीलाई हुर्काउँदै गर्दा म हरेक दिन तिम्रो अनुहारमा दिदीलाई खोज्थेँ। तिम्रा आँखा, तिम्रो हाँसो, तिम्रो बोली, सबैमा उनी नै देखिन्थिन्। र म उनलाई हरेक दिन भेट्थेँ। त्यही नै मेरो सबैभन्दा ठूलो सजाय थियो। अर्जुन बोल्न सकेन। उसले भुइँमा खसेको मोबाइल उठायो। स्क्रिनमा बुवाको अन्तिम भिडियो अझै खुलै थियो। कम्पित हातले उसले भिडियो चलायो। स्क्रिनमा एउटा थाकेको अनुहार देखा पर्यो। उसका बुवा। केही क्षण उनी मौन बसे। त्यसपछि बिस्तारै बोले। छोरा, यदि तिमीले यो भिडियो हेरिरहेका छौ भने सायद मेरो समय सकिएको छ। मलाई थाहा थियो एक दिन सत्य बाहिर आउँछ। झुट सधैँ बाँच्दैन। मैले अञ्जनालाई डर देखाएँ। मैले उनको जीवन बर्बाद गरेँ। र तिम्री असली आमा, उनले अन्तिम समयसम्म एउटा मात्र कुरा चाहिने, तिमी बाँचिरह, तिमी खुसी रह। अञ्जनालाई माफ गर। पाप उनले गरिन्, तर त्यो पाप गर्न बाध्य मैले पारे। म तिमीसँग माफी माग्दिन, किनकि माफीले बितेका वर्षहरू फर्काउँदैन। माफीले मृत्यु मेटाउँदैन। माफीले पीडा हटाउँदैन। तर एउटा कुरा सत्य हो छोरा, मैले तिमीलाई सधैँ माया गरेँ, सधैँ। भिडियो समाप्त भयो। स्क्रिन कालो बन्यो। त्यहाँ फेरि सन्नाटा छायो। अर्जुनले बिस्तारै टाउको उठायो र अर्जुनले अञ्जनातर्फ हेऱ्यो। अञ्जनाको निर्णय भइसकेको थियो। म प्रहरी कहाँ जान्छु, सबै सत्य बताउँछु, आफ्नो बयान दिन्छु र कानुनले जे सजाय दिन्छ त्यो स्वीकार्छु। उनी प्रहरी चौकीतर्फ अघि बढिन्। त्यही बेला अर्जुनको स्वर सुनियो। पर्खिनुस्। अञ्जना रोकिन्, तर फर्किएनन्। अर्जुनको स्वर अब पहिले भन्दा नरम थियो। तपाईले दिदीलाई साँच्चै माया गर्नुहुन्थ्यो? अञ्जना प्रश्न सुन्न साथ अञ्जनाको ढाड काप्यो। उनले आँखा बन्द गरिन् र बिस्तारै भनिन्, उनी मेरी दिदी मात्र थिइनन्,
उनी मेरो संसार थिइन्, मेरो सास थिइन्। र विडम्बना हेर्नु, म उनैकी हत्यारी बने। केही क्षण मौनता छायो। त्यसपछि उनले अन्तिम पटक भनिन्, यस संसारमा यसभन्दा ठूलो सजाय अर्को हुँदैन। उनी बाटोतिर लागिन् र अर्जुन फेरि एक्लो रह्यो। समय बिस्तारै अघि बढ्दै गयो। हप्तौं बिते। अन्जना पक्राउ परिसकेकी थिइन्। काका पनि जेलमा थिए। तर अर्जुनको मनभित्र एउटा प्रश्न अझै जीवित थियो। एउटा प्रश्न जसले उसलाई रातभर सुत्न दिँदैन थियो। काकाले किन सहयोग गरे? आफ्नै दाइको मृत्युमा किन सहभागी भए? सत्यको एउटा टुक्रा अझै अधुरो थियो र त्यसको जवाफ उसले खोज्नै पर्थ्यो। एक दिन ऊ जेल पुग्यो। भेटघाट कक्षको चिसो वातावरणमा अजीब प्रकारको निस्तब्धता थियो। मोटो सिसाको पर्दा पारी काका बसिरहेका थिए। उनी असाध्यै बदलिसकेका थिए। गालाभित्र पसेका थिए। अनुहारमा जीवनको चमक हराइसकेको थियो। आँखाहरू शून्य थिए। मानौ उनीहरूभित्र बाँकी केही पनि थिएन। केही क्षण दुवै मौन रहे। त्यसपछि अर्जुनले बिस्तारै भन्यो, काका। काकाले टाउको उठाए। उनका आँखामा न घृणा थियो न आक्रोश, न त आफूलाई निर्दोष साबित गर्ने कुनै प्रयास। त्यहाँ केवल एउटा कुरा थियो, थकान, गहिरो र अन्तहीन थकान। तिमी आयौ। उनले मन्द स्वरमा भने। सायद अब सबै कुरा थाहा भइसक्यो होला। अर्जुनले सिधै उनको आँखामा हेरियो। अन्जनाको सत्य थाहा पाएँ, बुवाको सत्य पनि। तर एउटा प्रश्न अझै बाँकी छ। उसको स्वर कठोर भयो। तपाईँले आफूलाई दाइको मृत्युमा किन साथ दिनुभयो? काकाको ओठमा हल्का मुस्कान आयो। तर त्यो मुस्कानमा कुनै खुसी थिएन। त्यो हार स्वीकार गरिसकेको मानिसको मुस्कान थियो। केही क्षणपछि उनले बिस्तारै भने, मैले दाइलाई मारेको होइन अर्जुन, मलाई मार्न बाध्य पारिएको थियो। अर्जुन नबोली बसिरह्यो। काका बिस्तारै अतीततिर फर्किन थाले। 3 वर्ष अघि एक रात अन्जना म कहाँ आएकी थिइन्। उनको हातमा एउटा खाम थियो। मलाई त्यो सामान्य खाम जस्तै लागेको थियो, तर त्यसले मेरो जीवन बदलिदियो। उनले गहिरो सास फेरे। त्यसभित्र केही तस्विरहरू थिए, मेरा तस्विरहरू। अर्जुनको निधार खुम्चियो। काका केही क्षण चुप लागे। त्यसपछि कठिनाइका साथ शब्दहरू निकाल्न थाले। वर्षौँ अघि मैले एउटा गल्ती गरेको थिएँ। यस्तो गल्ती जुन बाहिर आएको भए मेरो परिवार टुक्रिन्थ्यो, मेरो इज्जत समाप्त हुन्थ्यो, मेरा छोराछोरीको भविष्य अन्धकारमा धकेलिन्थ्यो। उनको स्वर बिस्तारै कमजोर हुँदै गयो। म त्यो जोखिम लिन सक्दिनथेँ। अन्जनाले मलाई ती तस्विर देखाइन् र भनिन्, एउटा काम गर, म सबै कुरा सधैँका लागि लुकाइदिन्छु, नत्र भोलि बिहानसम्म यी तस्विर गाउँभरि पुगिसकेका हुनेछन्। अर्जुनको जबडा कसियो। उसको हात अनायासै मुठीमा परिणत भयो। र तपाईँले मान्नुभयो? काकाले आँखा बन्द गरे। लामो समयसम्म केही बोलेनन्। त्यसपछि बिस्तारै भने, मसँग विकल्प थिएन। म कमजोर भएँ, डराएँ, र त्यही डरले मलाई अपराधी बनायो। उनले सबै योजना बनाइसकेकी थिइन्। मैले केवल त्यो रात गाडी चलाएँ, त्यति मात्र। तर त्यो त्यति मात्र शब्दले नै अर्जुनको मुटु झन भारी बनायो। किनकि कहिलेकाहीँ एउटा सानो निर्णयले पनि एउटा जीवन समाप्त गरिदिन्छ। अनि ती तस्विरहरू, त्यो प्रमाण अहिले कहाँ छ? अर्जुनले सोध्यो। काकाले बिस्तारै आँखा खोले। पहिलो पटक उनको अनुहारमा केही परिवर्तन देखियो। अन्जनासँग, सधैँ उनैसँग थियो। त्यही उनको सबैभन्दा ठूलो हतियार थियो। भेटघाटको समय सकिन लागेको सूचना बज्यो। अर्जुन उठ्यो। त्यसै बेला काकाले सिसामा हात राखे। अर्जुन, उनी तिम्री आमा होइनन्, यो सत्य हो। तर उनी तिम्रो शत्रु पनि होइनन्। उनी एउटी टुटेकी मान्छे हुन्, जसलाई परिस्थितिले अपराधी बनायो। बाँच्न खोज्दा उनले आफ्नो आत्मा नै गुमाइन्। अर्जुन केही क्षण मौन रह्यो। उसले पछाडि फर्केर हेरेन, तर ढोकातिर अघि बढ्दै भन्यो, बाँच्नका लागि अरूको जीवन खोज्नु, त्यो बाँच्नु होइन, त्यो त केवल अर्को प्रकारको मृत्यु हो। ढोका खुल्यो। अर्जुन बाहिर निस्कियो र त्यो अध्याय सधैँका लागि बन्द भयो। जेलबाट बाहिर निस्कदा बिहानको उज्यालो फैलिन थालेको थियो। पूर्व क्षितिजमा सूर्यको पहिलो किरण देखा पर्न थालेको थियो। हावामा हल्का चिसोपन थियो। अर्जुन केही क्षण त्यत्तिकै उभियो।
त्यसपछि उसले मोबाइल निकाल्यो र एउटा पुरानो फोटो खोल्यो। स्क्रिनमा एउटी महिलाको मुस्कान झल्कियो, अञ्जली, उसकी वास्तविक आमा। अर्जुन लामो समयसम्म त्यो तस्बिर हेर्दै बसिरह्यो र पहिलो पटक उसले एउटा कुरा महसुस गर्यो। उनका आँखा उस्तै थिए, ठ्याक्कै आफ्नै जस्तै। उनको मुस्कान उस्तै थियो, आफ्नै मुस्कान जस्तै। त्यो क्षण अर्जुनले बुझ्यो, यो कथामा कुनै एउटा मात्र खलनायक थिएन। यहाँ सबै मानिस आफ्नै डरका कैदी थिए। उसका बुवा माया गुम्ने डरका, अञ्जना मृत्युको डरकी, काका इज्जत गुम्ने डरका र अर्जुन ऊ अझै डराइरहेको थियो। सबै सत्य थाहा पाएपछि पनि, किनकि सत्यले कहिल्यै सबै प्रश्नहरूको अन्त्य गर्दैन, बरु सत्यले नयाँ प्रश्नहरूको जन्म गराउँछ। र सायद यही कारणले जीवन रहस्यमय छ, किनकि हरेक उत्तरभित्र अर्को प्रश्न लुकेको हुन्छ। सबैभन्दा खतरनाक मानिस त्यो होइन जो घृणाले हत्या गर्छ। सबैभन्दा खतरनाक मानिस त त्यो हो जो डरले हत्या गर्छ, किनकि घृणा केही व्यक्तिहरूमा मात्र हुन्छ, तर डर त हामी सबैभित्र हुन्छ। अनि कहिलेकाहीँ त्यही डरले मानिसलाई राक्षस बनाइदिन्छ। समाप्त। डायरी जसले मृत्यु लेख्थ्यो। तिमीले आज राति 11:17 झ्याल नखोल्यौ भने तिम्रो जिन्दगी बदलिनेछ। कालो डायरीको पहिलो पानामा लेखिएको त्यो वाक्य पढ्ने बित्तिकै रमेश छस्कियो। यो मेरो झोलामा कसले राख्यो? उसले त्यो डायरी पहिले कहिले देखेको थिएन। कभरमा कुनै नाम थिएन, कुनै चिन्ह थिएन, केवल एउटा गाढा रातो दाग थियो, मानौ त्यो सुकिसकेको रगत हो। र त्यही क्षणदेखि रमेशको जिन्दगी बदलिन थालेको थियो। रमेशले हाँस्दै डायरी बन्द गर्यो। ऊ झ्याल खोल्न अघि बढ्यो, तर अचानक बाहिर भीषण हावाहुरी चल्न थाल्यो। उसको हात रोकियो। उसले घडी हेर्यो, रातिको 11:17, ठिक त्यही समय जुन डायरीमा लेखिएको थियो। रमेशको मनमा अनौठो डर जाग्यो। उसले झ्याल नखोल्ने निर्णय गर्यो र सुत्न गयो। भोलिपल्ट बिहान एउटा फोन आयो। महिनौदेखि कुर्दै आएको सरकारी जागिरको नतिजा निस्किएको थियो। रमेश पास भएको थियो। उसको शरीरभरि काँडा उम्रियो। के डायरीले साँच्चै भविष्य देख्थ्यो? रमेशले फेरि डायरी खोल्यो। यसपटक त्यहाँ नयाँ सन्देश थियो। आज दाहिने बाटो प्रयोग गर। किन हो? उसले डायरीको कुरा मान्यो। 10 मिनेटपछि एउटा खबर आयो। उसले दैनिक प्रयोग गर्ने बायाँ बाटोमा भीषण दुर्घटना भएको थियो। 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो। रमेश स्तब्ध भयो। फेरि एकपटक डायरीले उसको ज्यान बचाएको थियो। त्यसपछि रमेश पूर्ण रूपमा डायरीमाथि निर्भर हुन थाल्यो। डायरीले जे भन्थ्यो उसले आँखा चिम्लेर त्यही गर्थ्यो। अचम्मको कुरा, हरेक पटक परिणाम उसको पक्षमै आउँथ्यो। पैसा बढ्दै गयो, व्यापार फस्टाउँदै गयो र केही महिनामै उसको जीवन पुरै बदलियो। तर उसलाई थाहा थिएन, हरेक उपहारको कुनै न कुनै मूल्य चुकाउनुपर्छ। एक रात डायरीमा नयाँ सन्देश देखा पर्यो। भोलि ब्याङ्कको सेयर किन। रमेशले कुनै प्रश्न नगरी आफ्नो सबै बचत त्यही सेयरमा लगायो। 3 दिनपछि सेयरको मूल्य आकाशियो। उसको पैसा दोब्बर भइसकेको थियो। खुसीले रमेशको खुट्टा भुइँमा थिएन। अब उसलाई लाग्न थालेको थियो, यो डायरी साधारण थिएन, यो भाग्य बदल्ने चाबी थियो। तर त्यस रात पहिलो पटक डायरीले उसलाई असहज बनायो। उसले पाना पल्टाउँदै जाँदा केही पुराना मितिहरू देख्यो। ती शब्दहरू सामान्य मसीले होइन, रगतले लेखिएका जस्ता देखिन्थे। र जब उसको नजर अन्तिम पानामा पुग्यो, त्यहाँ केवल एउटा वाक्य लेखिएको थियो, ऋण तिर्नै पर्छ। रमेशको मुटु एकाएक चिसियो। पहिलो पटक उसलाई डायरीसँग डर लाग्न थाल्यो। उसले त्यो वाक्यलाई बेवास्ता गर्दै अर्को पाना पल्टायो। त्यही बेला उसको औँलामा सानो चिरा पर्यो। रगतको एउटा थोपा डायरीको पानामा खस्यो र त्यसपछि जे भयो त्यसले उसको रगत नै जमायो। रगतको त्यो थोपा बिस्तारै हराउन थाल्यो। केही सेकेन्डमै पाना फेरि सफा भयो। मानौ
डायरीले त्यो रगत पिएको हो। त्यस रात रमेशले पहिलो पटक एउटा अनौठो सपना देख्यो। उसको अगाडि एउटी युवती उभिएकी थिइन्। उनको कपाल भिजेको थियो। घाँटीमा डोरीको गहिरो दाग देखिन्थ्यो। उनको आँखा सिधै रमेशतिर थियो। केही क्षणको मौनतापछि उनले बिस्तारै सोधिन्, मलाई सम्झिन्छौ? त्यो आवाज सुन्नासाथ रमेशको मुटु जोडले धर्कियो। ऊ चिच्याउँदै निद्राबाट बिउजियो। उसलाई त्यो अनुहार कता कता चिने जस्तो लाग्यो। मानौ उसले उनलाई पहिले कतै देखेको थियो। तर जति सम्झिन खोजे पनि उसको दिमागमा केही स्पष्ट आएन। केवल एउटा अनौठो डर उसको मनमा बस्न थाल्यो। अर्को दिन डायरीमा नयाँ चेतावनी देखा पर्यो। पुरानो जङ्गलको बाटो नजाऊ। यसपटक रमेशले कुनै प्रश्न गरेन। उसले डायरीको कुरा मान्यो। साँझ एउटा खबर आयो। पुरानो जङ्गलको बाटोमा ठूलो पहिरो गएको थियो। धेरै गाडीहरू माटोमुनि पुरिएका थिए। रमेश केही बेर निशब्द बसिरह्यो। फेरि एकपटक डायरीले उसको ज्यान बचाएको थियो। अब रमेशलाई एउटा कुरा स्पष्ट भइसकेको थियो। यो डायरी कुनै सामान्य डायरी थिएन। यसले केवल भविष्यको अनुमान गर्दैनथ्यो। मानौ कसैले उसको भविष्य देखिरहेको थियो र त्यो कोही सधैँ उसलाई हेरिरहेको थियो। डायरीप्रतिको डर बढ्दै गएपछि रमेशले त्यसलाई नष्ट गर्ने निर्णय गर्यो। उसले डायरी आगोमा फ्याँक्यो। तर अचम्मको कुरा, डायरी जलेन। बरु आगो आफै निभ्यो। आत्तिएर उसले डायरी नदीमा फालिदियो। उसलाई लाग्यो अब यो सधैँका लागि हरायो। तर भोलिपल्ट बिहान उठ्दा त्यो कालो डायरी फेरि उसको झोलाभित्रै थियो। ठ्याक्कै त्यही अवस्थामा। मानौ त्यो कहिले हराएको नै थिएन। एक रात डायरीमा नयाँ चेतावनी देखा पर्यो। कोठा नम्बर 17मा नजाऊ। तर यसपटक रमेशले डायरीको कुरा मानेन। जिज्ञासाले उसलाई तानिरहेको थियो। काँपिरहेको हातले उसले कोठा नम्बर 17को ढोका खोल्यो। भित्र कोही थिएन। कोठा पूर्ण रूपमा सुनसान थियो। तर जब उसको नजर भित्तातिर पुग्यो, उसको रगत जम्यो। भित्तामा रगतले एउटा वाक्य लेखिएको थियो, म अझै पर्खिरहेकी छु। रमेशको मुटु एकछिन रोकिए जस्तै भयो। रमेश त्यहाँबाट डरले भाग्यो। तर त्यो रात सपना फेरि आयो। यसपटक ती युवती रोइरहेकी थिइन्। उनको आँखाबाट आँसु बगिरहेको थियो। अचानक उनले रमेशतिर हेरेर भनिन्, तिमीले मलाई किन मार्यो? रमेश झस्किँदै बिउजियो। उसको शरीर पसिनाले भिजिसकेको थियो। मैले कसैलाई मारेको छैन। उसले आफैलाई सम्झायो। तर किन हो, उसको मनको गहिराईमा पुरानो र डरलाग्दो सम्झनाको ढोका बिस्तारै खुल्न थालेको थियो। त्यो रातपछि रमेशको मन अशान्त रहन थाल्यो। उसले बिर्सिसकेको अतीत बिस्तारै फर्किन थाल्यो। टुक्रा टुक्रा दृश्यहरू उसको दिमागमा चम्किन थाले। रक्सी, सुनसान जङ्गल, एउटी युवती, डरले भरिएको चिच्याहाट र त्यसपछि केवल अँध्यारो। रमेशले टाउको समात्यो। यी सम्झनाहरू उसले वर्षौं अघि गाडिसकेको थियो। तर अब ती फेरि जीवित हुँदै थिए। रमेशले ती सम्झनाहरू वर्षौं अघि आफ्नै मनको गहिराईमा गाडेको थियो। ऊ ती दिनहरू फेरि सम्झिन चाहँदैनथ्यो, किनकि उसलाई थाहा थियो ती सम्झनाहरूमा कुनै डरलाग्दो सत्य लुकेको छ र त्यो सत्य बाहिर आयो भने उसको जीवन कहिले पहिले जस्तो रहने थिएन। अर्को बिहान डायरी फेरि आफै खुल्यो। यसपटक त्यहाँ केवल 2 शब्द लेखिएका थिए, सत्य सम्झ। ती शब्दहरू देख्ने बित्तिकै रमेशको मुटु एकाएक धड्कियो। उसले नजर हटाउन खोज्यो, तर सकिएन। मानौ डायरीले उसको मनभित्र गाडिएको कुनै रहस्य खोज्न बाध्य पारिरहेको थियो। र पहिलो पटक उसलाई डर लाग्यो। कहीँ उसले बिर्सन खोजेको कुरा साँच्चै बिर्सिएको त थिएन। डायरीको आदेशपछि रमेशले पुराना सामानहरू खोतल्न थाल्यो। धुलोले ढाकिएका एल्बमहरू पल्टाउँदै जाँदा एउटा फोटोमा उसको नजर अड्कियो। फोटोमा एउटी युवती मुस्कुराइरहेकी थिइन्। उनीलाई देख्ने बित्तिकै रमेशको मुटु एकाएक धड्कियो। त्यो अनुहार ठ्याक्कै सपनामा देखिएकै युवतीको थियो। फोटोको पछाडि एउटा नाम लेखिएको थियो, स्मृति। र त्यो नाम पढ्ने बित्तिकै रमेशले बिर्सन खोजेको अतीत बिस्तारै जाग्न थाल्यो। अचानक वर्षौंदेखि दबिएको सत्य उसको दिमागमा बिजुली झै चम्कियो। 10 वर्ष अघि भएको त्यो रात, स्मृति,
त्यही युवती रमेश र उसका साथीहरूले उनको अपहरण गरेका थिए। त्यसपछि उनीमाथि बलात्कार गरिएको थियो। जब स्मृतिले प्रहरीमा जाने धम्की दिइन्, रमेश डरायो। आफ्नो अपराध लुकाउने प्रयासमा उसले स्मृतिको घाँटी थिच्यो। केही मिनेटमै उनको ज्यान गयो। त्यसपछि स्मृतिको शव सुनसान जङ्गलमा गाडियो। रमेशले सोचेको थियो त्यो रहस्य सधैँका लागि माटो मुनि पुरिएको छ, तर अब सत्य फेरि जिउँदै फर्किएको थियो। रमेशको संसार एकै क्षणमा भत्कियो। वर्षौंदेखि दबाएर राखेको अपराध अब उसको अगाडि जीवित भएर उभिएको थियो। यद्यपि त्यो घटनापछि उसलाई कहिल्यै पक्राउ गरिएको थिएन। समयसँगै सबै प्रमाण हराएका थिए, साक्षीहरू मौन भएका थिए र उसले सोचेको थियो सत्य सधैँका लागि माटो मुनि पुरिएको छ, तर केही सत्यहरू कहिल्यै मर्दैनन्। त्यस रात डायरी फेरि आफै खुल्यो। रमेश काँपिरहेको हातले पानातिर हेर्यो। यसपटक त्यहाँ केवल एउटा वाक्य लेखिएको थियो, अब खेल सुरु हुन्छ। ती शब्दहरू पढ्ने बित्तिकै उसको मुटु एकछिन रोकिए जस्तो भयो, किनकि उसलाई महसुस भइसकेको थियो डायरीले उसलाई सफलता दिएको थियो। अब त्यो आफ्नो मूल्य असुल्न आएको थियो। अर्को रात डायरीमा पहिलो चुनौती देखा पर्यो। राति 12 बजे चिहानमा जाऊ। त्यसको तल एउटा अर्को वाक्य पनि लेखिएको थियो, नगए मृत्यु, गए बच्ने सम्भावना। रमेशको घाँटी सुक्यो। उसलाई थाहा थियो यो अब कुनै खेल थिएन, तर डायरीको कुरा नमानेर जोखिम उठाउने साहस पनि उसमा थिएन। ठीक राति 12 बजे काँपिरहेका खुट्टाले ऊ चिहानतर्फ लाग्यो। रमेश डायरीको आदेश मान्दै ठीक राति 12 बजे चिहान पुग्यो। त्यहाँ एउटा पुरानो समाधिको छेउमा सानो काठको बाकस राखिएको थियो। काँपिरहेको हातले उसले बाकस खोल्यो। भित्र एउटा पुरानो घडी थियो। घडी देख्ने बित्तिकै रमेशको अनुहार फिक्का भयो। त्यो घडी उसैले वर्षौं अघि हराएको थियो। ठीक त्यही दिन, जुन दिन स्मृतिको शव जङ्गलमा गाडिएको थियो। चिहानबाट फर्किएको केही घण्टापछि डायरीमा अर्को चुनौती देखा पर्यो, जङ्गलमा फर्क। ती 2 शब्द पढ्ने बित्तिकै रमेशको शरीर काँप्न थाल्यो। त्यही जङ्गल जहाँ उसले आफ्नो सबैभन्दा ठूलो अपराध गाडेको थियो, तर अब फर्किने बाटो थिएन। डरले थरथर काप्दै ऊ वर्षौं अघि पुगेकै ठाउँतर्फ लाग्यो। जब ऊ त्यहाँ पुग्यो, उसको मुटु लगभग रोकि नै लाग्यो, किनकि जमिन आफै खोतलिएको थियो र माटो मुनि लुकाइएको सत्य बिस्तारै बाहिर निस्किरहेको थियो। जङ्गलबाट फर्किएपछि डायरीमा तेस्रो र अन्तिम चुनौती देखा पर्यो, सत्य स्वीकार गर। ती शब्दहरू पढ्ने बित्तिकै रमेशको मन भारी भयो। वर्षौंदेखि लुकाएर राखेको अपराध अब उसले थप लुकाउन सक्दैनथ्यो। काँपिरहेको मन लिएर उसले प्रहरी चौकी जाने निर्णय गर्यो। ऊ सबै कुरा स्वीकार गर्न तयार थियो, तर त्यही बेला डायरीका पानाहरू आफै पल्टिए र त्यहाँ एउटा नयाँ वाक्य देखा पर्यो, ढिला भइसक्यो। त्यो पढ्ने बित्तिकै रमेशको मुटु चिसियो, किनकि उसले महसुस गरिसकेको थियो अब यो न्यायको कुरा मात्र थिएन, यो बदला थियो। त्यसपछि हरेक रात डायरीमा नयाँ चुनौती देखा पर्न थाल्यो। आज राति नसुती बस, अँध्यारो कोठामा एक्लै बस, जेसुकै सुनिए पनि पछाडि नफर्क, कसैले तिम्रो नाम बोलाए पनि नसुन्ने। हरेक चुनौती अघिल्लो भन्दा डरलाग्दो थियो। रमेशको मानसिक अवस्था बिस्तारै बिग्रँदै गयो। उसलाई लाग्न थाल्यो कसैले सधैँ उसको पछाडि उभिएर हेरिरहेको छ। दिनहरू बित्दै गए। हरेक रात नयाँ चुनौती आउँथ्यो र प्रत्येक चुनौतीसँगै रमेशको डर बढ्दै गयो। अन्ततः त्यो रात आयो। डायरी आफै खुल्यो। उसको काँपिरहेको नजर अन्तिम पानामा पुग्यो। त्यहाँ केवल एउटा वाक्य लेखिएको थियो, आज राति तिमी मर्नेछौ। यो पढ्ने बित्तिकै रमेशको शरीरभरि चिसो सिहरन दौडियो। यसपटक कुनै चुनौती थिएन, कुनै विकल्प थिएन, केवल मृत्युको घोषणा थियो। डायरीको अन्तिम सन्देश पढ्ने बित्तिकै रमेशको साहस टुट्यो। ऊ घुँडा टेकेर रुन थाल्यो। वर्षौंदेखि दबाएर राखेको अपराध अब उसलाई भित्रैबाट पोल्न थालेको थियो। उसले रोइरहेको स्वरमा माफी माग्यो। उसले चिच्याउँदै भन्यो, मैले गल्ती गरेको थिएँ, मलाई माफ गर। तर कोठाभित्र केवल सन्नाटा थियो र त्यो सन्नाटा भन्दा डरलाग्दो अरू केही थिएन। ठीक 11:17 बजे बत्ती निभियो। ढोका आफै खुल्यो। भित्र स्मृति उभिएकी थिइन्। आँखाबाट रगत बग्दै गरेको त्यही भयानक अनुहार। उनले केही गरिनन्,
केवल डायरी रमेशको हातमा राखिन्। डायरीको अन्तिम पानामा लेखिएको अन्तिम वाक्य अचानक उज्यालियो। आज भाग्यले चक्र पूरा गरेको छ। जुन पीडा तिमीले मलाई दियौ, अब त्यही पीडा तिमीले महसुस गर्नेछौ। रमेश अचानक चिच्याउन थाल्यो। उसको शरीरमा कतै घाउ थिएन, रगतको एक थोपा पनि बगेको थिएन, तर उसको अनुहार असह्य पीडाले विकृत भएको थियो। ऊ भुइँमा लडेर छटपटाइरहेको थियो, दुवै हातले आफ्नो छाती समात्दै बारम्बार कराइरहेको थियो। त्यो कुनै सामान्य शारीरिक पीडा जस्तो देखिँदैन थियो, मानौ उसको अस्तित्वको गहिराईमै कुनै अदृश्य शक्तिले प्रहार गरिरहेको थियो। यस्तो अनुभूति हुन्थ्यो जस्तै उसको आफ्नै आत्माले उसलाई भित्रभित्रै च्यातिरहेको हो। वर्षौंदेखि दबिएका अपराध, पश्चाताप र पीडाहरू एकैचोटि जीवित भएर उसमाथि खनिएका हुन्। छिमेकीहरूले बिहान ढोका फोरे। कोठाभित्रको दृश्य देखेर सबै स्तब्ध भए। रमेश भुइँमा निश्चल लडिरहेको थियो। ऊ मृत थियो। शरीरमा एउटा पनि चोट थिएन, कुनै सङ्घर्षको चिन्ह थिएन। सबै कुरा सामान्य देखिन्थ्यो, तर उसको अनुहार आतंकले यति विकृत थियो कि मानौ मृत्युको अन्तिम क्षणमा उसले कुनै यस्तो कुरा देखेको थियो जसलाई शब्दले बयान गर्न सकिँदैन। प्रहरीले कोठाको कुना काप्चासम्म जाँच गर्यो। झ्यालहरू भित्रबाट बन्द थिए। ढोकाको चुकुल पनि जस्ताको तस्तै थियो। कुनै अपरिचित व्यक्तिको प्रवेशको प्रमाण भेटिएन। तर एउटा कुरा भने सबैभन्दा रहस्यमय थियो, त्यो डायरी जसको बारेमा रमेशले केही दिन अघि आफ्ना साथीलाई बताएको थियो। डायरी कतै भेटिएन। टेबल खाली थियो, दराजहरू खाली थिए। कोठाभरि खोज्दा पनि त्यसको एउटा पाना समेत फेला परेन। अनुसन्धान अन्ततः अज्ञात कारणले भएको मृत्यु भनेर बन्द गरियो। तर घटना त्यही समाप्त भएन। रमेशको मृत्यु भएको ठिक 7 दिनपछि सहरको पुरानो पुस्तक बजारमा एक वृद्ध पुस्तक व्यापारीले धुलोले ढाकिएको कालो डायरी भेटाए। उसले पहिलो पाना खोल्यो। त्यहाँ नयाँ नाम लेखिएको थियो, अमित, र त्यसको तल रातो मसीले एउटा वाक्य बिस्तारै प्रकट हुँदै गयो। कथा अझै समाप्त भएको छैन। मध्यरातको पाहुना। साउनको अन्तिम साताको रात थियो। आकाश कालो बादलले भरिएको थियो। पहाडका टाकुराहरूलाई बाक्लो कुहिरोले ढाकेको थियो। गाउँभरि अन्धकार फैलिएको थियो। केवल बेला बेलामा चम्किने चट्याङले केही क्षणका लागि संसारलाई उज्यालो बनाइदिने गर्थ्यो। नेपालको पश्चिम पहाडमा रहेको एउटा सानो गाउँमा एउटा घर थियो, जसलाई सबैले कालो घर भनेर चिन्थे। 30 वर्षदेखि त्यो घर खाली थियो। त्यहाँ बस्ने परिवार एक रात अचानक हराएको थियो। कसैको शव भेटिएको थिएन, कसैले सत्य थाहा पाएको थिएन। त्यस दिन काठमाडौँबाट विवेक गाउँ आइपुगेको थियो। बुबाको मृत्यु भएपछि पुर्ख्यौली सम्पत्ति बेच्ने जिम्मेवारी उसकै काँधमा आएको थियो। गाउँ पुगेपछि उसले सबैभन्दा पहिले त्यो पुरानो घर हेर्न गयो। घरको मुख्य ढोकामा जङ्ग लागेको ठूलो तालचा झुन्डिएको थियो। उसले तालचा खोलेर ढोका धकेल्यो। चर्र! ढोका खुल्ने बित्तिकै धुलोको मुस्लो उड्यो। भित्र वर्षौं पुरानो सन्नाटा थियो। तर त्यो सन्नाटामा पनि केही अजीब कुरा थियो। मानौ कसैले उसलाई हेर्दै थियो। बकवास! विवेक आफैसँग बरबरायो। यी सबै गाउँलेहरूको अन्धविश्वास हो। साँझसम्म उसले एउटा कोठा सफा गर्यो। रात पर्न थाल्यो। बाहिर वर्षा झन चर्कियो। रातको करिब 12 बजेको थियो। त्यसै बेला ठक 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 मुख्य ढोकामा कसैले ढकढकायो। विवेक झस्कियो। यति राति? ऊ उठ्यो र ढोका खोल्यो। बाहिर कोही थिएन, केवल वर्षा, हावा र अन्धकार। उसले टर्चको उज्यालो चारैतिर फ्याँक्यो। कोही थिएन। तर जब ऊ फर्किन लाग्यो, उसको नजर जमिनमा गयो। हिलोमा पाइला देखिन्थ्यो। ती पाइला ढोकासम्म आएका थिए, तर फर्केका थिएनन्। मानौ कोही भित्र पसेको थियो। विवेकको मुटु एकछिन रोकिने जस्तो भयो।
उसले घरका सबै कोठा खोज्यो, कसैलाई भेटेन। तर त्यो रात उसलाई निन्द्रा लागेन। भोलिपल्ट गाउँमा सबैले उसलाई चिन्तित आँखाले हेरे। एक वृद्धले सोधे, राति ढोका ढकढकायो? विवेक अचम्मित भयो। हजुरलाई कसरी थाहा? वृद्धको अनुहार फिक्का भयो। पहिलो रात उसले ढोका मात्र ढकढकाउँछ। को उसले? मध्यरातको पाहुना। गाउँमा एकाएक सन्नाटा छायो। कसैले थप कुरा गर्न चाहेन। दोस्रो रात वर्षा अझै रोकिएको थिएन। रातको 1 बजे ठक 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 फेरि ढोका बज्यो। यसपटक विवेकले ढोका खोलेन। ऊ ओछ्यानमै बसिरह्यो। केही क्षणपछि आवाज बन्द भयो। उसले राहतको सास फेर्यो। तर त्यत्तिकै बेला माथिल्लो तलाबाट पाइला हिँडेको आवाज आयो। ठक ठक ठक, मानौ कोही भारी बुट लगाएर हिँडिरहेको हो। विवेकले टर्च समात्यो। साहस जुटाउँदै माथि गयो। सबै कोठा खाली थिए। अन्तिम कोठामा पुग्दा ऊ रोकियो। त्यहाँ एउटा पुरानो ऐना थियो, धुलोले ढाकिएको। उसले ऐना सफा गर्यो। आफ्नो अनुहार हेर्न खोज्यो। तर ऐनामा उसको अनुहार थिएन। त्यहाँ एउटा वृद्ध मानिस उभिएको थियो। लामो कपाल, कालो आँखा, अनौठो मुस्कान। विवेक चिच्याउँदै पछाडि हट्यो। फेरि हेर्दा ऐनामा आफ्नै अनुहार थियो। त्यो रातपछि विवेक डराउन थाल्यो। उसले गाउँको सबैभन्दा वृद्ध मानिसलाई भेट्न गयो। वृद्धले लामो सास फेरे। अब तिमीले उसलाई देखिसक्यौ। को हो त्यो? तिम्रो परिवारको श्राप। वृद्धले 30 वर्ष पुरानो कथा सुनाउन थाले। त्यो घरमा विवेकका हजुरबुबाका दाजु हरिबहादुर बस्ने गर्थे। उनी अत्यन्त लोभी थिए। धनका लागि उनले आफ्नै भाइलाई धोका दिएका थिए। एक रात सम्पत्तिको विवाद भयो। रिसको झोकमा हरिबहादुरले आफ्नै भाइको हत्या गरे। सब घरभित्रै गाडियो। तर केही दिनपछि हरिबहादुर आफै रहस्यमय तरिकाले हराए। त्यस दिनदेखि घर श्रापित भयो। र त्यो आत्मा अहिले पनि त्यही छ। उसले आफ्ना सन्तानलाई खोजिरहेको छ। विवेकको शरीर चिसो भयो, किनभने ऊ त्यही परिवारको अन्तिम सदस्य थियो। तेस्रो रात विवेकले गाउँ छोड्ने निर्णय गर्यो। सामान बाँध्यो। भोलिपल्ट बिहान निस्कने सोच्यो। तर मध्यरातमा मोबाइल बज्यो। स्क्रिनमा नम्बर थिएन, केवल एउटा शब्द, घर। उसले काप्दै फोन उठायो। अर्को तर्फबाट फुसफुसाहट आयो। तिमी जान पाउँदैनौ। फोन काटियो। त्यसै क्षण घरभरि बत्ती निभ्यो। पुरै अन्धकार। र त्यस अन्धकारमा कसैले उसको नाम बोलायो। विवेक। उसको शरीर कठोर भयो। विवेक। आवाज नजिकै थियो। उसले टर्च बाल्यो। कोठाको कुनामा एउटा आकृति उभिएको थियो। लामो, दुब्लो र स्थिर। सेता आँखा अन्धकारमा चम्किरहेका थिए। त्यो हरिबहादुरको आत्मा थियो। विवेक भाग्दै तल झर्यो। मुख्य ढोका खोल्न खोज्यो, तर ढोका खुल्दैन थियो। उसले जोडले तान्यो। ढोका झन् कस्सिँदै गयो। पछाडिबाट पाइला आउँदै थिए। ठक ठक ठक। प्रत्येक पाइलासँगै चिसोपन बढ्दै थियो। विवेक रोइरहेको थियो। मलाई छोडिदेऊ। अचानक घरभित्र ठूलो गर्जन भयो। भित्ताहरू काप्न थाले। झ्याल फुटे। पुराना तस्बिरहरू भुइँमा खसे। एउटा तस्बिर उसको अगाडि पल्टियो। त्यो तस्बिरमा हरिबहादुर र उनका भाइ थिए। पछाडि लेखिएको थियो, पाप कहिल्यै मर्दैन। विवेकलाई अचानक केही सम्झना आयो। बाल्यकालमा बुबाले भनेको कुरा। हाम्रो परिवारले ठूलो गल्ती गरेको थियो। त्यो गल्ती यही हत्या थियो। त्यसै बेला विवेकले एउटा निर्णय गर्यो। ऊ भागेन, बरु भुइँमा घुँडा टेकेर बस्यो।
माफ गरिदिनुहोस्, मैले होइन तर मेरो परिवारले गरेको पापको लागि म माफी माग्छु। घर एकाएक शान्त भयो। आत्मा उसको अगाडि रोकियो। सेता आँखा स्थिर भए। त्यसपछि आत्माले बिस्तारै एउटा कुनातिर औँला देखायो। भुइँको एउटा भाग। विवेकले अर्को दिन गाउँलेहरूलाई बोलायो। त्यो ठाउँ खन्दा एउटा पुरानो कङ्काल भेटियो। हरिबहादुरले हत्या गरेका आफ्नै भाइको अवशेष। ती अवशेषलाई विधिपूर्वक अन्त्येष्टि गरियो। गाउँभरि मन्त्र गुन्जियो। धूपको सुगन्ध फैलियो र 30 वर्षदेखि बाँधिएको आत्माले अन्ततः शान्ति पायो। केही महिनापछि विवेक फेरि गाउँ आयो। कालो घर अब श्रापित थिएन। सबै कुरा सामान्य देखिन्थ्यो। तर जब ऊ निस्किन लाग्यो, उसले माथिल्लो झ्यालतिर हेर्यो। त्यहाँ एउटा वृद्ध मानिस उभिएको थियो। यसपटक उसको अनुहारमा डराउने मुस्कान थिएन, शान्त मुस्कान थियो। र केही क्षणपछि ऊ कुहिरोभित्र विलीन भयो। विवेक मुस्कुरायो। सायद श्राप अन्त्य भएको थियो। सायद आत्माले मुक्ति पाएको थियो। तर गाउँका वृद्धहरू आज पनि भन्छन्, साउनको कुनै अँध्यारो रातमा यदि कसैले त्यो घरको ढोका ढकढकाएको आवाज सुन्यो भने कहिल्यै तुरुन्त ढोका नखोल्नु, किनकि कहिलेकाहीँ शान्ति खोज्ने आत्माहरू मात्र होइन, अझै पनि अन्धकारमा हराएका केही पाहुनाहरू भौँतारिरहेका हुन्छन् र तिनीहरूलाई घरभित्र पस्न केवल एउटा खुला ढोका चाहिन्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने लाइक र कमेन्ट गर्न नबिर्सनुहोस्। यस्तै डरलाग्दा, रहस्यमय, सस्पेन्स र थ्रिलर कथाहरू सुन्नका लागि चिसो सास च्यानललाई सब्स्क्राइब गर्नुहोस्। बत्ती निभाउनुहोस्, हेडफोन लगाउनुहोस् र फेरि भेटौँला अर्को रहस्यमय कथासँग। चिसो सास।